नमस्ते सम्पूर्णमा म दलबहादुर पूर्जा यानि कि पार्टी पूर्जा दल आज एकदमै दुःखद खबर लिएर म उपस्थित भएको छु, जसमा रहेको छ हाम्रो धौलागिरी गाउँपालिका वार्ड नम्बर 4 पर्ने बासपुट मेरो जन्मभूमिमा। यो दृश्य हेर्दाखेरि मेरो जन्मभूमिको यसमा एउटा यो झरीको समयमा, बर्खाको समयमा पानी पनि बग्छ, यसमा खोल्सो पनि बग्छ। यसमा एउटा जीव दुर्घटना हुन गएको रहेछ आज, र जसमा यस प्रकारको रहेको छ, जसलाई यो म्याग्दी अनलाइनले गरेको रहेछ, प्रसारण गरेको रहेछ, र जसमा लेखेको छ म्याग्दीको धौलागिरी गाउँपालिका वार्ड नम्बर 4 केराबारी स्थित नावराबाट बेनीतर्फ आउँदै गरेको G1 नम्बरको बोलेरो जीप सडकबाट अन्दाजी 25 मिटर तल खसेर दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। उक्त जीप सवार घाइतेहरूको उपचारको लागि आधारभूत अस्पताल दरबाङमा ल्याई उपचार भइरहेको छ भनेर भनिएको छ, र जसमा दरबाङको हाम्रो स्वास्थ्य चौकी राम्रो नै छ। त्यसमा मैले पनि पटक पटक आफ्नो उपचारहरू गरेको छु, र अन्य प्रकारको उपचारहरू पनि हुन्छ। म आशा पनि गर्दछु त्यहाँ उहाँहरूको राम्रो उपचार हुनेछ, र उपचार हुन नसकेको खण्डमा त्यहाँदेखि रिफर भएर हाम्रो सदरमुकाम बेनी पनि पठाइदिनुहुनेछ त्यहाँबाट। र भनेको छ जीपका चालक सहित 7 जना सवार रहेका थिए, र चालक जिल्ला म्याग्दी धौलागिरी गाउँपालिका 4 बगर वर्ष 37 को नन्दबहादुर सुनार प्रहरीको नियन्त्रणमा छन् भनेर भनिएको छ। घाइतेहरूको विवरणमा रौत जिल्लाको हुनुहुनेछ चन्द्रपुर नगरपालिका वर्ष 39 को मणिराज लुङ्गेली हुनुहुनेछ। उहाँको बायाँ हात भाँचिएको, टाउकोमा बाहिरी चोट अवस्था मध्यम भनिएको छ, र जिल्ला म्याग्दी धौलागिरी गाउँपालिका नावराको 40 वर्षकी टिका घरतीको शरीरको भागमा चोटको अवस्था सिरियस भनिएको छ, गम्भीर रहेको छ अरे उहाँको अवस्था। र तिनमा रहनुभएको छ अछाम जिल्लाको तोर्मखाट गाउँपालिका वार्ड नम्बर 5 वर्ष 27 को खगेन्द्र साई, बायाँ कम्मर मुनि, बायाँ खुट्टा, दायाँ हात र मुखमा चोट अवस्था सिरियस, उहाँको पनि गम्भीर भनिएको छ। र जिल्ला पाँचथर गाउँपालिका 4 वडा नम्बरको वर्ष 34 को पालेदिङ तामाङको बाहिरी चोट नदेखिएको, शरीरको भित्री भागमा चोटको अवस्था सामान्य भनिएको छ। र जिल्ला अछामको हुनुहुँदैछ, अछाम जिल्लाको तर्मुखान गाउँपालिकाको अन्दाजी 20 वर्षको निरक साईको दायाँ आँखा र हातमा चोटको अवस्था बोल्न सक्ने मध्यम रहेको, उहाँको मध्यम खालको चोट रहेको छ। र जिल्ला म्याग्दी धौलागिरी गाउँपालिका 4 खिबाङ अन्दाजी वर्ष 22 को छगेन्द्र घरतीको बायाँ हातको कुममा चोटको अवस्था बोल्न सक्ने सामान्य रहेको छ भनेर भनिएको छ। र एकदमै दुःखद खबर रहेको छ आज। र मलाई लाग्छ यो सहित अहिले त्यो सडकमा 2वटा यस्तै किसिमको दुर्घटना हुन गयो, र मलाई थाहा नभएको पनि हुनसक्छ सबै कुरा। योभन्दा त्यही 2-2.5 वर्ष जस्तै नै भयो। त्यहाँ त्योभन्दा केही किलोमिटर अगाडि हाम्रो त्यहाँको चौमिजा भन्छ, र चौमिजा र कोरेन्टेको बिचमा ट्र्याक्टर दुर्घटना हुन गई चालक र सहचालक दुवैजनाको मृत्यु भएको भन्ने सुनेको थिएँ। यस्तै छ। अब त्यो बाटो भर्खरै खुलेको, अब नयाँ पनि रहेको छ, जसमा अब दुर्घटना हुन पुगेछ। सबैमा शीघ्र स्वास्थ्यको कामना गर्न चाहन्छु। यस्तै छ। अब फेरि दुर्घटना घट्न नदिनको लागि अलि होसियारपूर्वक ड्राइभ गर्नु होला सबैले। अब बाटो पनि त्यस्तै छ, बाटोको अवस्था पनि त्यो पनि अब बनाउनु पर्ने त छ। हस्, थ्याङ्क यू।